सम्पूर्णमा नमस्ते, टास्टेलेक र नमो बुद्धाय भन्दै र आज पुनः मैले अनि धम्मपदबाट यमक वगको 5वें श्लोक हजुरहरूको सामु प्रस्तुत गर्न गइरहेको छु र श्लोक रहेको छ यस प्रकारको उत्थानेन प्रमादेन संयमेन दमेन च दीपङ्कैराथ मेदवी यं अघो नाभिकीरति यं अघो नाभिकीरति। अर्थात् कि यहाँ चाहिँ तथागत भगवान बुद्धले अप्रमादको नै विशेषता बताउनु भएको छ र तथागत भगवान बुद्ध भन्नुहुन्छ कि जो व्यक्ति चाहिँ बुद्धिमानी है विद्वान हुनुहुन्छ उहाँले चाहिँ अनि एकदमै कठिन मेहनत गरेर भयो है र एकदमै सचेत भएर है अनि होसियार भएर अनि आफूलाई नियन्त्रणमा राखेर है र आफ्नो इन्द्रियहरू जति पनि छन् त्यो इन्द्रियहरूलाई पनि आफ्नो कन्ट्रोलमा आफ्नो वशमा राखेर अनि उहाँले चाहिँ अनि त्यस प्रकारको विद्वान व्यक्तिले चाहिँ उदाहरण एउटा त्यस प्रकारको पहाड बनाउनुहुन्छ अरे कि जसमा चाहिँ जस्तै अनि पानीहरू बाढीहरू आए तापनि त्यस अनि पहाडलाई चाहिँ त्यस दिपलाई चाहिँ अनि बगाएर लान सक्नु हुँदैन भनेर भन्नुभएको छ। अर्थात् कि अनि विद्वानहरूले चाहिँ एकदमै कठिन परिश्रम गरेर आफूलाई कन्ट्रोलमा राखेर एकदमै शिलमा बसेर है अनि आफ्नो इन्द्रियलाई पनि वशमा राखेर चाहिँ ऊ एकदमै आफूलाई चाहिँ त्यो पहाड जस्तो आफूलाई चाहिँ खडा गर्नुहुन्छ अरे। कसैले विघ्न बाधा गरे तापनि कसैले केही गरे तापनि उहाँहरू चाहिँ ढकमकिनुहुन्न भनेर भन्नुहुँदैछ है। ढकमकिनुहुन्न भन्ने उहाँहरू चाहिँ विचलित हुँदैन र त्यसरी नै उहाँहरू चाहिँ अनि अगाडि बढ्नुहुन्छ भनेर भन्नुभएको छ। हस् त यति भन्दै मेरो शब्दलाई यहीँ विराम दिन चाहन्छु। धन्यवाद।